पाँचपाले मन्दिर यहाँ छ हैन देख्न सक्नुहुन्छ है भक्तपुरको स्पेशल भनेको यही हैन पोखरीको नाम चाहिँ कमल पोखरी रहेछ तर यहाँ पानी छैन भाउजू पोखरीको पानी हेरेर दङ्ग हुनुहुन्छ कसरी सुक्यो पानी भनेर handsome देखिरहेको छु म हैन हेलो एन्ड नमस्ते एभ्रीवन वेलकम टु माई न्यू भ्लग आई होप सो सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम फाइन छु हैन आज चाहिँ हामी यता भक्तपुरतिर घुम्न आएको यति के भन्छ लाखे नाचहरु बाजाहरु बजिरहेछ हामी चाहिँ 5-6 जना भएर छौं दाइ साथी हैन भाइ अब मेरो साथी यता छ अब घुम्दा घुम्दा यहाँ यस्तो छ यहाँ हाम्रो यहाँ जेठाङ साहब यता हुनुहुन्छ भाउजू यता हुनुहुन्छ अर्जुन यता एकछिन भाइराज यता छ हामी चाहिँ यहाँ के मन्दिर त यो के मन्दिर पाँचपाले मन्दिर यहाँ छ हैन देख्न सक्नुहुन्छ है यता चाहिँ यस्तो छ रङसँगै बेग्लै छ क्या यहाँ भक्तपुरको नेवारहरूको अहिले चाहिँ हामी भक्तपुरमा छौँ हामी भक्तपुरमा आज यस्तो जात्रा रहेछ हैन यो जात्राहरू के अरे बिस्केट जात्रा हैन बिस्केट जात्रा रहेछ यो नेवारहरूको भक्तपुरको नेवारहरूको कल्चर हो यो हामीतिरकोमा चाहिँ यस्तो छैन हामी चाहिँ यो मन्दिर घुमेर अब एकछिन यता हामी यता यो मन्दिरको नाम हामी चाहिँ अब चट्ट जुजु दही खान जान्छौँ गर्मीले साह्रै जुजु दाउ खान जान्छौँ गर्मीले साह्रै हैरान बनाइसक्यो के जुजु दाउ अगाडि जाऊँ न त ऊ त्यता पनि छ ऊ हामी चाहिँ अहिले दही खान लाग्यो जुजु दही उहाँहरू खाइसक्नु भयो मेरो खै भाग मेरो चाहिँ यो भाग रहेछ दाइले दन्काइसक्नु भयो भाउजूले पनि दन्काइसक्नु भयो सबैले दन्काइसक्नु भयो मेरो म चाहिँ यहाँ खानालाई अब टेस्टी छ टेस्टी हुनै पर्यो नि यो यहाँ भक्तपुरको स्पेसल भनेको यही होइन जुजु दही हामी चाहिँ मन्दिर त्यहाँ छ हामी यहाँ खाँदैछौँ खाना लाग्यो म चाहिँ आन्टीको पसलमा आएर सबैले खाइदिनु होला दाइ कस्तो लाग्यो दाइ एकदम मिठो भाउजूलाई तिमीलाई हजुरलाई आन्टी दही एकदम मिठो रहेछ हैन सबैजना आएर खाइदिनु होला दही पनि सकियो फेरि आउनेछौँ यहाँबाट टक्कै यो मन्दिरको ठ्याक्क अपोजिटमा आन्टीको पसल छ नाम के हो एमी स्क्वायर नाम आन्टीको पसलको नाम हामी कहाँबाट आएको हामी तनहुबाट गोर्खा तनहु काभ्रे कपिल वस्तु तर बसाइ काठमाडौँ हो क्या यो कता राख्ने हो क्लियर त नि हामीले यो त बत्ती बाल्न जस्तो पाल्न हुँदो रहेछ यो चाहिँ लान पाइँदैन है फेरि लाग्यो भने आन्टीले एक्स्ट्रा फाइन तिराउनुहुन्छ तिराउनुहुन्न जाम त लिएर जाउँ लिएर पानी खानु ल पानी पनि खान्छौँ हामी दही खाएपछि पानी मिठो हुँदैन रहेछ ल अब हामी कहाँ जाने दाइ अब हामी नयाँ ठाउँ जाँदैछौँ त्यसपछि हामी त्यतै भेटौँ है त हामी चाहिँ अहिले
खाना लागेको यस्तै भाउजूको दिदीकोमा उहाँ मान्छे अलिक बेग्लैको प्रकारको मान्छे छ कि त्यही भएर ल एरिका हेलो एरिका खानु लाग्यो है छोइला सहित हामी यहाँ खाएर निस्किन्छ एकछिनमा हामी चाहिँ अहिले ठ्याक्क कमलपुरी आएको छौँ भाउजूको दिदीको घरमा मस्त खाएर होइन खाइपी गरेर मस्त खाएर अहिले यहाँ पोखरीतिर आएका छौँ यो पोखरी चाहिँ पोखरीको नाम चाहिँ कमल पोखरी रहेछ तर यहाँ पानी छैन के गर्नु यस्तो छ हालत हाम्रो साथीहरू दाइ भाउजूहरू पानी पोखरी पानी हेरिरहनु अब आकाशबाट पानी पर्दैछ त्यही पानी यहाँ हुन्छ यहाँको माटो निकाल्दैछ रहेछ तर ठाउँ चाहिँ यस्तो राम्रो बबाल छ यस्तो बस्ने ठाउँ पनि छ तलपट्टि मन्दिर पनि छ हाम्रो साथी के भन्दैछन् पोखरीमा पानी हाल्छु भन्छन् के भन्छन् तर ठाउँ चाहिँ राम्रो छ है बस्ने खालको भाउजू पोखरीको पानी हेरेर दङ्ग हुनुहुन्छ कसरी सुक्यो पानी भनेर यो ठाउँलाई चाहिँ ठ्याक्कै कमल पोखरी भन्दो रहेछ है यहाँ यस्तो रुख छ पिपलको जाम न त तलतिर पनि ठाउँ छ डेटिङ सेटिङ आउनलाई यस्तो छ है होइन यसरी हाम्रो बाइक चाहिँ कोही यता छ कोही त्यता छ अनि यहाँ चाहिँ अब डेटिङ स्पोट टाइपको छ है टक्क यहाँ तल पनि यस्तो राम्रो भ्यू रहेछ यस्तो राम्रो भ्यू छ है हामी यहाँबाट तल जाँदैछौँ होइन तल जाँदैछौँ अब के ओह्रालो रहेछ त यहाँ त बिस्तारै आऊ है झ्याङ्ग होला यहाँ ए तलै जाँदो रहेछ त बाइक भाइले तलै लानु यहाँ मन्दिर पनि रहेछ के मन्दिर हो यसको नाम कमल पोखरी मन्दिरै हो क्या हो यो चाहिँ भक्तपुरको कमल पोखरी होइन फेरि काठमाडौँको काठमाडौँको कमल पोखरी पनि छ नि एउटा होइन यहाँबाट यस्तरी गाडीहरू नि आउँदो रहेछ यताबाट बोडे जाँदो रहेछ बोडे भन्ने ठाउँ हो यार हो हुन चाहिँ होइन तर खाइयो मजाले दन्काइयो आइयो सब दन्काइयो आइयो उहाँ त झन् एकदम खुट्टा हल्ले होइन नि राम्रो रहेछ यतातिर ठाउँ यहाँ टिकटक भइरहेछ टिकटक यस्तो छ यहाँ मन्दिर ल चाहिँ टक्क मन्दिरको छेउमा छ यो चाहिँ मन्दिर भयो यहाँ यस्तो हुँदैछ त्यो साग कति राम्रो यार ओहो यस्तो राम्रो छ त साग त्यो सनसिटी होइन उताको बिल्डिङ देखेको त्यहाँको भ्यू त्यस्तो छ सनसिटी हो कस्तो राम्रो ठाउँ रहेछ यतातिर हो धेरै दिन काम गर्नुपर्छ हामी चाहिँ अहिले बाइक यसरी पार्किङ गरेर हामी चाहिँ लागिसक्यौँ अब बिस्का जात्रा हेर्नलाई होइन आऊ यहाँ चाहिँ अब जात्रा चल्दैछ यस्तो रमाइलो हुँदैछ यहाँ जाउँ म चाहिँ अहिले ठ्याक्कै भक्तपुरमा छु रमाइलो छ भक्तपुरमा है जानुभयो
के हो यहाँ तल हो जात्राको मेला सबै यता जानु भएको छ दिदी घर कता हो दिदीको घर त उता हो र हामी पनि तल जाने हो हामी पनि यहाँ जात्रामा सामेल हुँदैछौँ यहाँ आन्टीहरू यस्तो राम्री भएर आउनु भएको यस्तो रमाइलो छ यहाँ है कहाँ तल चाहिँ के छ चौर छ मन्दिर छ खै यहाँ भक्तपुरमा जता गए पनि जात्रा छ हामी कुन ठाउँमा आयो केही थाहा छैन मलाई चाहिँ ए यही हो ए हजुर ए मेन मन्दिर भनेको यही हो ल हामी ठ्याक्क मेन मन्दिरमा जाँदैछौँ रे यहाँ चाहिँ एउटा सानो गेट छ हजुर के शिवजी काली हजुर ए मेन मन्दिरको नाम शिवजी काली शिवजी काली बालकुमारी ए यही हो मन्दिर उहाँ अगाडि रहेछ मन्दिर चाहिँ तपाईँले देख्न सक्नुहुन्छ यहाँ चाहिँ यस्तो मन्दिर छ होइन हामी चाहिँ त्यता नजाने अहिले सिट रिजर्भ गरेर बस्नुपर्छ यहाँ हामी मात्रै आएको छौँ अहिले यहाँ यस्तो छ यहाँ चाहिँ एउटा ग्रुप आउँदैछ त्यताबाट न्यु इयरमा बिचको जात्रा हेर्न आएको हेर्नु पानी परिरहेछ पानी परिरहेछ यसरी आज यस्तो मौसम राम्रो थियो तर अहिले बेलुका हुँदै आएपछि 3-4 बजीदेखिबाट पानी आउनु बन्द हुनु भइरहेछ तै पनि हाम्रो होसमा हुनुहुन्छ हाम्रो सबै झमकीहरू यहाँ पानीको पनि व्यवस्था छ र त्यहाँ फर्स्ट एड पनि व्यवस्था छ कसैलाई केही भइहाल्यो भने अरू त्यहीँ हुनुहुन्छ जात्रा अब तल आउँदैछ होइन पानी आइदिएर यहाँ ढिलो छ अलिअलि यस्तो छ यहाँ जोसमा छन् पानी आयो भने म चाहिँ यहाँ यसरी हिँड्दैछु पानी परिरहेछ यार के गर्नु हाउ यु फिल नाउ बिरामी मान्छे यसरी तन्दुरुस्त भएर हिँड्दैछ आज चाहिँ के गर्नु
धेरै रथ आइसक्यो। रथ अझै आउने क्रममा जारी छ। उताबाट आउँदैछ एउटा रथ फेरि। यति भिडभाड छ यहाँ, यस्तो भिडभाड छ, यति रथहरू आइरहेको छ, यति धेरै मान्छेहरू आइरहनु भएको छ नि। ओहो, भक्तपुरको बिचका जात्रा भनेको यही हो है त। यति रमाइलो छ, यति रमाइलो छ यहाँ। चट्टा बत्तीहरू पनि बल्न थालिसक्यो, सुरु गरिसक्यो यी। यहाँ भक्तपुरको नेवारहरू सबै उर्लेर आइसक्नु भयो। हामी चाहिँ अब निस्केको, ढिला हुन लागिसक्यो, रात परिसक्यो। आजलाई यति नै। सबैलाई ह्याप्पी न्यू इयर। त्यो जात्रा अहिले सकिँदैन, अझै यतापट्टि पनि छ। बिस्के जात्रा भक्तपुरमा डर बवाल हुँदो रहेछ होइन। अब हामी चाहिँ टोलीहरू सब निस्किनलाई रेडी। बाइक यहाँ छ, अब चाहिँ हामी बाइकबाट आइसक्यो। आजलाई यति नै। मैले यस्तो बवाल चस्मा पनि पाइसकेको छु। यो चस्मा पनि पाइसकेको छु, कसको थाहा छैन होइन। यो चस्मा लाउँदा मलाई कस्तो देखाएको छ कमेन्ट डाउन दियो सबैजनाले। यो चस्मा चाहिँ म अब भाउजूलाई हस्तान्तरण गर्दैछु। भाउजूलाई मन परे जस्तो चाहिँ चस्मा
कुन चाहिँ बच्चाको चस्मा हो मैले फेला पारेर यस्तो ह्यान्डसम देखिरहेको छु म होइन अब त्यही हो जो जहाँ हुनुहुन्छ स्वस्थ रहनु खुसी रहनु तपाईँले ह्याप्पी न्यू इयर 2081 सालमा जस्तो भयो भने 2082 सालमा चाहिँ बबाल हो सबैजनाको ल है त आजलाई यति नै बाई बाई